अलराइट गाइज वेलकम टु माई न्यू मिनी भ्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु है। म रुममा बसिरहेको थिएँ। यो भाइ चाहिँ मलाई लिन आएको है। मलाई लिन आएको किन भन्दा म काम गर्ने भनेर यहाँ पैसा पनि ल्याएर आएको छ कि कति दिएको छ है 30-40 रुपियाँ दिएको छ त आम्मा 30-40 रुपियाँ पैसा पनि दिएको छ काम गर्नलाई आ भनेर यहाँ हिँडिरहेको छ। यो चाहिँ चाइनिज है। यो चाहिँ हो यहाँ चाहिँ ऊ हो साथीहरू यही हो पसल या अनि त्यहाँ गुरुले मलाई बोलाउन आएको छ है। म चाहिँ जाँदैछु साथीहरू। मलेसियन अनि त्यहाँबाट म यता जाँदैछु साथीहरू। अनि टक्क लगाएर यता जाँदैछु। यही हो काम गर्ने। यता यस्तो छ यस्तो जाँदैछ। म चाहिँ यहीँ हो। म बस्ने यहीँ हो। अहिले नै 30-40 रुपियाँ पैसा तिरेर पठाएको लिन आएको छ कि मलाई चाहिँ। म चाहिँ जान्छु है साथीहरू। त्यही भएर कमाउने उमेरमा कमाउनु पर्छ। रुममा बसेर पनि काम छैन। फेरि भेटौँला है त अहिले लास्टमा। म के भयो सबै देखाउँछु है लास्टमा। म चाहिँ यही काम गर्न आएको है। यहाँ चाहिँ पानी जोडी भइसकेपछि भन्छु है त साथीहरू सबैलाई। गाइज 1 घन्टा जति काम गरियो 1-1.5 घन्टा गरियो होइन। आधा काम गरियो होइन आधा बाँकी रह्यो होइन। भोलि आउँछु फेरि होइन। मलाई 40 रुपियाँ दिएको छ। 40 रुपियाँ नेपाली कति हो भन्दाखेरिमा साथीहरू अहिलेको हालमा लगभग 1500-1600 भेट्छ होला होइन। 1500-1600 रुपियाँ 2 घन्टा काम गरेर। त्यही भएर साथीहरू उमेर हुन्जेल तागत हुन्जेल कमाउने अनि त्यहाँबाट बचत गर्नुपर्छ है। सबैलाई सुझाव है यो चाहिँ होइन। हामी जस्तो केटाहरूलाई उमेर छ भने एकदमसँगले कमाउनुहोस्। अहिले नै हो कमाउने उमेर है त साथीहरू। त्यही भएर कमाउने बचाउने जमाउने अहिले नै हो होइन। भोलि पर्सिको लागि हेर्नुपर्छ है त साथीहरू। त्यसैले म चाहिँ रुम आइसकेँ। आजलाई भिडियो यति नै। म खाना खाएको छैन। खाना गएको अब साथीहरू। आजको भिडियो यति नै। ओके बाई बाई सी यू टुमारो है त। सबैजनालाई माया छ है त। ओके बाई बाई।